नमस्ते सेवा रही सबैजनालाई र अहिले चाहिँ साँझपख मैले पनि भिडियो सुरु गरेको छु है। अब काम गरिरहेको अवस्थामा अलिकति टाइम नमिल्ने भएको कारणले अहिले म ढिलो भिडियोलाई सुरु गरेको छु है। आज चाहिँ यो धुलिखेलको हाइवेमा आएको छौँ। अब चाहिँ आज चाहिँ अलिक चाँडो भयो सधैँको भन्दा चाहिँ है। अब हेरौँ यहाँदेखि उता जानुपर्ने हुन्छ होइन हामी चाहिँ। ल साथीहरू, अब भने यहाँ धुलिखेलको के अब यहाँको बजारहरू चाहिँ देखाउन चाहन्छु है तपाईँहरूलाई। कस्तो छ हेर्नु होला है। एकदम हाइवे, यो पूर्व जाने बाटो, यहाँदेखि उता पूर्व चाहिँ जान्छ होइन। एकदम यहाँको वातावरण चाहिँ, यहाँको बजार चाहिँ यस्तो छ है। यहाँ दुईवटा वे लाइन छ होइन, यहाँदेखि उता चाहिँ पूर्व जाने हो। अब यस्तै छ साथीहरू, अब काम त गर्नै पर्यो होइन। के गर्नु त, तपाईँहरू पनि एकदम आराम कुशल हुनुहुन्छ होला होइन। म पनि अहिलेसम्म आराम कुशलै छु। यहाँको केही भ्यूहरू चाहिँ तपाईँहरूले देखिसकेको छु होइन, के कस्तो लाग्छ है। यहाँनिर चाहिँ अगाडि चाहिँ नयाँ बाटो चाहिँ बनाउँदैछ होइन। अब यहाँ चाहिँ एउटा वे मात्र चल्छ, यसमा पनि बिच बाटोमा चाहिँ एकदम बन्द गरेको छ। अब हेरौँ कहिलेसम्ममा अब बन्छ होइन। त्यहाँदेखि चाहिँ अलिक गाडी चलाउन पनि सहज हुन्छ। अहिले चाहिँ अब निकै कठिनै पर्छ यहाँतिर होइन। धेरै जाम हुन्छ, अलिकति केही मिस्टेक भयो भने जाम हुन्छ होइन। यस्तै छ साथीहरू। जतिजनाले मेरो भिडियोले हेर्नुहुन्छ मेरो भिडियोलाई कमेन्ट गरिदिनु होला। र नयाँ साथीहरू जोडिन्छ भने मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु पऱ्यो साथीहरू है।